नेपाल राष्ट्रका निर्माता एवं एकताको धरोहर श्री 5 परमहाराज अधिराज पृथ्वीनारायण शाहको स्मृति एवं राष्ट्रिय एकता दिवसको यो अवसरमा हामी मौसुफ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नका साथै नेपाली जनमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। जति बेला विश्व साम्राज्य कसैको अधीनमा थियो, संसारका अधिकांश मुलुक औपनिवेशिक नियति भोग्दै थिए। कैयन साना मुलुकहरू आफ्नो अस्तित्व र पहिचान गुमाउँदै थिए। त्यस्तो समयमा साम्राज्यवादका आँखै अघिल्तिर एउटा देश खडा गर्ने सानो चुनौती थिएन। तितर बितर भएर छरिएको र सानो भूखण्डमा विभक्त भएको नेपाललाई हाम्रो राष्ट्र निर्माताबाट एक सिङ्गो र सबल राष्ट्रको रूप दिई बक्स्यो। यो विषय केवल भूगोलको मात्र होइन, विविधता भिजेको एक सामाजिक समन्वयको कडी पनि थियो। मौसुफबाट देशको आन्तरिक एकता र अवच्छिन्न राष्ट्रिय अस्तित्व रक्षाका सूत्रहरू पनि दिव्य उपदेश मार्फत हामीलाई बक्सेको छ। 4 वर्ण 36 जातको साझा फुलबारी नै नेपाल भएको स्मरण गराई बक्सिँदै हाम्रो मौलिक अर्थव्यवस्था, सांस्कृतिक एवं सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति, परराष्ट्रका नीति तथा व्यवहार बारे अकाट्य मार्गदर्शन गरिबक्सेको छ। मौसुफको मार्गदर्शनलाई हामीले आत्मसात गर्दै तदनुरूप व्यवहार गर्नु सक्यौं भने नेपाललाई अनन्तकालसम्म कसैको छायाले नभेट्ने विश्वास हामीले गरेका छौं। नेपालको सुरक्षा र समृद्धिका निम्ति हामीले कुनै परदेशीद्वारा मिश्रित दर्शन, विचार, सिद्धान्त अनुसारको आवश्यकता नपर्ने, केवल राष्ट्र निर्माताद्वारा प्रतिपादित सिद्धान्तलाई अवलम्बन मात्र गर्दा हुने ठहर हामीले गरेका छौं। संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलकित छौं, गर्वान्वित महसुस गर्दछौं। देश रक्षा र देश समृद्धिको सम्पूर्ण दर्शन बडा महाराज धिराजबाट बक्सेको दिव्य उपदेशबाट लिन सकिने अवस्था रहँदै हामी मध्येकै कतिपय दाजुभाइ दिदीबहिनी किन परायाद्वारा सृजित वाद र विवादको चक्रव्यूहमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। विश्व राजनीतिमा उतार चढाव उत्पन्न हुनु र शान्ति सन्तुलनको अवस्था फेरबदल भइरहनु स्वाभाविक हो। तर संसारमा उत्पन्न भइरहेको जुनसुकै स्तरको उतार चढाव
र असन्तुलनको स्थितिमा पनि देशलाई सुरक्षित एवं एकताबद्ध राख्ने ज्ञान हामीलाई दिव्य उपदेश मार्फत प्राप्त छ। त्यसैले सबै देशभक्त नेपालीले दिव्य उपदेशलाई आफ्नो मार्गदर्शन सिद्धान्त बनाउन उपयुक्त हुने हाम्रो विश्वास छ। सबै शक्ति राष्ट्रहरूको नीति र राजनीति राष्ट्रवाद र आर्थिक समृद्धि केन्द्रित रहेको महसुस हामी सबैले गरेका छौं। विश्वले जुन विचार अनुरूपको राजनीतिक अभ्यास अहिले गरिरहेका छन्, हामीलाई 3 शताब्दी अघि नै राष्ट्रवाद र आर्थिक समृद्धि लक्षित विचारमा केन्द्रित रहन मार्गदर्शन भएको छ। दिन प्रतिदिन जटिल र जोखिमपूर्ण बन्दै गएको भू-राजनीतिक परिस्थितिमा पृथ्वी विचारको सान्दर्भिकता अझ बढेको हामीले ठानेका छौं। देशको प्रतिष्ठा उच्च राख्न, देशलाई प्रगतिको पथमा अघि बढाउन र सबै क्षेत्रका सबै देशवासीलाई सुखी, शान्त र सन्तुष्ट पार्नु हाम्रो राष्ट्रिय धर्म हो। तर वीरता, स्वाधीनता तथा गौरवमय मौलिक मान्यता वहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुना भित्र छ, सोचनीय विषय छ। प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो। स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन। आम नागरिकको सुरक्षा, न्याय, घाँस-बास, कपास, शिक्षा र रोजगारीको सुनिश्चितता सहितको स्वतन्त्रतालाई मात्र हामी पूर्ण प्रजातन्त्र मान्न सक्दछौं। यस दृष्टिले नेपालमा पूर्ण प्रजातन्त्र अझै आम नेपालीको सपनामा सीमित रहेको बुझ्नु पर्दछ। राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बरामारा धीराजको विचार र प्रतिबद्धता हो। नेपाल सबै वर्ग, सबै समूह, सबै क्षेत्रका सबै रीति स्थिति र संस्कृतिलाई सम्मान गर्दै र तिनको संरक्षण गर्दै यो प्रकृतिको सुन्दर भण्डारलाई हामी सबै मिलेर समुन्नत बनाउनु पर्दछ। देश सबैको हो। हामी पराधीनता, परनिर्भरता र आत्मग्लानीको दिशातिर बढ्दै जानु दुःखद विडम्बना हो। हाम्रो स्रोत र साधन, श्रम र सिप देशको विकासमा पूर्ण रूपमा उपयोग भएको छैन। हाम्रो सामर्थ्य, जनशक्ति निरन्तर बाहिरिँदै गएको छ। हामी सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै आफ्नो स्रोत र सिपको दुरुपयोग गरिरहेका छौं। राष्ट्र निर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यसतर्फ जानै पर्दछ। हाम्रो देशले लिनुपर्ने समृद्धिको बाटो र हामीले अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिका सम्बन्धमा हाम्रो राष्ट्र
निर्माताबाट स्पष्ट निर्देशन भएको हो। हाम्रो भौगोलिक र सामाजिक बनौटका आधारमा हामीले यसै अनुरूप आफ्नो मौलिक मूल्य, मान्यता र मूल राष्ट्र नीति तथा राज्य पद्धति कायम गर्दै जानु पर्ने हो। नेपाल कसैको रणमैदान होइन। हामी सबैको शान्ति थलो बनाउनु पर्दछ। नेपाल हाम्रो साझा घर हो र हाम्रो साझा थर नेपाली हो। यस्तो एकताको समन्वयको सही राष्ट्रिय दृष्टिकोण भयो भने नै राष्ट्र निर्माताको आकांक्षा पूरा हुँदै जान्छ भन्ने हाम्रो धारणा हो। दुनिया जेबाट राजी हुन्छन् र आफ्नो धरातलले जे भन्छ त्यसै आधारमा हाम्रो प्रजातान्त्रिक प्रणाली बढी लोकहितकारी बन्दछ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हामी सबैमा यस्तो दिव्य प्रेरणा प्रदान गरोस्। जय नेपाल।